हामी सबै एउटै प्रश्नको उत्तर खोजिरहेका छौं। आखिर यो देशबाट भ्रष्टाचार कसरी हटाउने? र अचम्मको कुरा के छ भने यसको उत्तर एउटा यस्तो देशसँग छ जो कुनै बेला नेपाल भन्दा पनि गए गुज्रेको थियो, सिङ्गापुर। तपाईलाई सुन्दा पत्यार नलाग्ला, तर कुनै समय सिङ्गापुर विश्वकै सबैभन्दा भ्रष्ट देशमध्ये एक थियो। त्यसमाथि डरलाग्दा साम्प्रदायिक दंगा, फोहोरले भरिएका नदीहरू ठ्याक्कै आजको काठमाडौँका खोलानाला जस्तै थिए। 75% जनता गरिबी र झुपडीमा बस्थे र सिङ्गापुर एउटा देश कम र एउटा असफल राज्य बढी देखिन्थ्यो। तर त्यसपछि एउटा नायकको उदय भयो, आधुनिक इतिहासकै सबैभन्दा चलाक र दूरदर्शी नेता ली क्वान यू। जब ली क्वान यू प्रधानमन्त्री बने, सिङ्गापुरसँग न चीनको जस्तो जनशक्ति थियो, न उद्योग, न तेल, न कोइला, न त पिउने पानी नै थियो। तर ली क्वान यूले यस्तो जादु गरे कि $400 प्रति व्यक्ति आय भएको देश आज $90,000 प्रति व्यक्ति आय भएको धनी राष्ट्र बन्यो। ली क्वान यूले यो चमत्कार कसरी गरे? उनले कुन फर्मुला लगाएर सिङ्गापुरलाई भ्रष्टमुक्त बनाए? र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रा नेपाली नेताहरूले यसबाट के सिक्ने? बोल्न त जसले पनि सक्छ, तर मान्छेले तब मात्र पत्याउँछन् जब तपाईँ केही यस्तो त्याग गर्नुहुन्छ जुन नक्कल गर्न गाह्रो हुन्छ। बेलायतीहरूले छोडेर गएको एउटा अति विलासी बंगला थियो। प्रधानमन्त्रीका लागि तोकिएको त्यो दरबार जस्तो घरमा बस्न ली क्वान यूले सिधै अस्वीकार गरिदिए, किनकि उनले जनतालाई यो सिग्नल दिन चाहन्थे कि म मेरो जनताले नपाउने सुविधा म पनि लिन्न। हाम्रो नेपालमा ठिक उल्टो सिग्नलिङ भइरहेको छ। यहाँका नेताहरूले जनतालाई दिने सिग्नल भनेको म कानुनभन्दा माथि छु भन्ने हो। साइरन बजाएर सडक खाली गराउने, करोडौंका गाडी फेर्ने र राज्यको ढुकुटीबाट उपचार खर्च लिने प्रवृत्तिले कर्मचारी तन्त्रमा माथि नै यस्तो छ भने मैले किन इमानदार बन्ने भन्ने सन्देश गइरहेको छ। सिङ्गापुरमा ली क्वान यूले CPIB भन्ने संस्था बनाए। यसको पावर यति खतरनाक छ कि यसले प्रधानमन्त्रीको अनुमति नचाहिने गरी सिधै मन्त्रीलाई पनि पक्रन सक्छ। र सबैभन्दा डरलाग्दो कानुन, यदि तपाईसँग आय स्रोत भन्दा बढी सम्पत्ति छ भने तपाईले नै प्रमाणित गर्नुपर्छ कि त्यो पैसा कहाँबाट आयो। यदि सक्नु भएन भने तपाईँ सिधै भ्रष्टाचारी ठहरिनुहुन्छ। सिङ्गापुरको CPIB र हाम्रो अख्तियार दुरुपयोग अनुसन्धान आयोग बीचको फरक नै यही राजनीतिक इच्छा शक्ति हो। सिङ्गापुरमा आय स्रोत भन्दा बढी सम्पत्ति हुनु नै जेल जान पर्याप्त छ, तर नीतिगत भ्रष्टाचार गरेर अरबौं लुट्ने मन्त्री र नेताहरूको फाइल तामेलीमा राख्ने प्रवृत्तिले नेपालमा दण्डहीनतालाई संस्थागत गरेको छ। नेपालमा मुद्दा वर्षौं लम्बिन्छ, तर सिङ्गापुरमा 12 महिनाभित्र फैसला हुन्छ। त्यहाँ भ्रष्टाचार मुद्दामा सजाय हुने दर 99% छ। सोच्नुहोस् त, यदि तपाईले घुस खानुभयो भने 99% ग्यारेन्टी छ कि तपाईँ यो वर्ष नै जेल जानुहुन्छ। ली क्वान यूको मान्यता थियो, यदि देश चलाउन टप वकिल, ब्याङ्कर वा डाक्टर जस्ता ब्रेनहरू चाहिन्छन् भने उनीहरूलाई बजार भाव अनुसार तलब दिनुपर्छ। तपाईलाई थाहा छ, सिङ्गापुरमा एउटा मन्त्रीले वार्षिक करिब 7 करोड नेपाली रुपैयाँ तलब पाउँछन्। प्रधानमन्त्रीको तलब त झन् $22 लाख भन्दा बढी हुन्छ, जुन अमेरिकी राष्ट्रपति भन्दा 4 गुणा बढी छ। सिङ्गापुरको यो मोडलबाट हामीले सिक्नै पर्ने 3वटा पाठहरू के हुन् त? निर्वाचन प्रणालीमा सुधार, चुनावमा हुने अथाह खर्च रोक्न पूर्ण समानुपातिक वा राज्यले नै चुनाव खर्च बेहोर्ने प्रणालीमा जानुपर्छ। साथै राइट टु रिजेक्टको व्यवस्था लागू गर्नुपर्छ। तेस्रो, सम्पत्ति शुद्धिकरण र छानबिन। 2046 साल याताका सबै उच्च पदस्थ अधिकारी, नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न स्वतन्त्र र शक्तिशाली नागरिक आयोग गठन गर्ने र अवैध सम्पत्ति जफत गर्ने कानुन ल्याउनुपर्छ। चीनका नेता देङ स्याओपिङले सिङ्गापुर भ्रमण गरेपछि भनेका थिए, हामीले सिङ्गापुरबाट सिक्नुपर्छ, र उनले सिके। आज चीन कहाँ पुग्यो हामी देखिरहेका छौं। अविकसित रहिरहनु हाम्रो नियति होइन, यो हाम्रो छनोट मात्र हो। यो प्रणालीगत समस्या हो र यसलाई रातारात परिवर्तन गर्न सहज पक्कै छैन, तर अध्यारो मात्र पनि छैन। पछिल्लो समय सामाजिक सञ्जाल, स्वतन्त्र मिडिया र युवा पुस्तामा बढेको चेतनाका कारण नेताहरू र प्रशासकहरूलाई प्रश्न सोध्ने परिपाटीको विकास भएको छ। त्यसैले अब नागरिक स्तरबाटै निरन्तर खबरदारी गर्ने र नयाँ पुस्तालाई राजनीति र सुशासनको नेतृत्व लिन अगाडि बढाउनुको विकल्प छैन। समस्या हाम्रो प्रणालीमा मात्र होइन, हामीले कस्तो नेतृत्व चुन्छौं भन्नेमा पनि निर्भर गर्छ। यस्ता विचारहरू हरेक नेपाली युवा, चिया पसलदेखि विश्वविद्यालयसम्म र संसददेखि मन्त्रालयसम्म गुन्जिनुपर्छ। जय नेपाल। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला, किनकि हामी यहाँ यस्तै तितो तर आवश्यक यथार्थ कुरा गर्छौं। भेटौँला अर्को भिडियोमा। आफ्नो ख्याल राख्नुहोला।